फ्यामिली प्लानिङ। साल हो 2016। नेपाल परिवार नियोजन सङ्घको स्थापना भयो। नेपालको पहिलो परिवार नियोजन तथा प्रजनन स्वास्थ्यमा कार्यरत संस्था जसले परिवार नियोजनको स्थायी तथा अस्थायी सेवा सुरुवात गर्यो। समयसँगै नेपाल परिवार नियोजन सङ्घले सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार केन्द्रको पनि स्थापना गर्यो र निरन्तर रूपमा महिला सहभागिता, युवा तथा किशोर किशोरीहरूको लागि प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। सुरक्षित गर्भपतन सेवाको कानूनी रूपमा मान्यता पाउनुपर्छ भने कानूनमै संशोधन गराउन नेपाल परिवार नियोजन सङ्घको ठूलो हात थियो। साथै अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान। 2,64,94,504 जनसङ्ख्यामध्ये 5,13,321 जना शारीरिक अथवा मानसिक अपाङ्गताको शिकार हुन्छन्, जसमा जनसङ्ख्याको 2%। अपाङ्गतालाई UNCRPD, द युनाइटेड नेसन कन्भेन्सन अन द राइट्स अफ पर्सन विथ डिसेबिलिटिजले 10 भागमा वर्गीकरण गरेको छ। फिजिकल डिसेबिलिटी, भिजुअल डिसेबिलिटी, ब्लाइन्डनेस, लो भिजन, टोटल ब्लाइन्ड, डिसेबिलिटी रिलेटेड टु हियरिङ, डिफ, हार्ड अफ हियरिङ, डिफ ब्लाइन्ड डिसेबिलिटी, स्पीच डिसेबिलिटी, मेन्टल और साइकोलोजिकल डिसेबिलिटी, इन्टेलेक्चुअल डिसेबिलिटी, हेमोफिलिया, ऑटिज्म स्पेक्ट्रम डिसअर्डर, मल्टिपल डिसेबिलिटी। नेपाल परिवार नियोजन सङ्घले यी मानिसहरूका लागि विशेष ध्यान पुर्याइरहेको छ। सानो सानो कुरालाई ध्यानमा राख्दै निर्माण गरिएका यी शिविर, अपाङ्ग मैत्री शिविरले यी मानिसहरूलाई निकै सहज रूपमा आफ्नो सुविधा प्रदान गरिरहेको छ। हेलो, को? कोरोनाको समय निकै कठिन थियो। संसार कोरोनाको महामारीले गर्दा आफ्नै घरमा कैद भएका थिए। चीनको वुहानबाट फैलिएको यो भाइरसले नेपालमा पनि निकै असर गरेको थियो वा गरि नै रहेको छ। अंग्रेजीमा भनिन्छ नि, एभ्री म्यान फर हिमसेल्फ। त्यस्तै स्थिति थियो। तर नेपाल परिवार नियोजन सङ्घले त्यस्तो स्थितिमा पनि आफ्नो कार्य कायम नै राखे। अझ भनौं, परिस्थिति अनुसारको नयाँ विचार तथा कार्यक्रमहरू सङ्घले अगाडि बढायो। PPE र सामाजिक दूरी कायम राख्दै आफ्नो कामहरू सञ्चालन गर्यो। सञ्चार माध्यमको फाइदा उठाउँदै बिरामी र आवश्यकता परेका मानिसहरूलाई नेपाल परिवार नियोजन सङ्घमा कार्यरत डाक्टर, स्वयंसेविका र विशेषज्ञहरूद्वारा टेलिफोन, मोबाइल र इन्टरनेटको माध्यमबाट नै सल्लाह र सुझाव दिन थालियो। यसले विशेष गरी गर्भवती महिलाहरूको स्वास्थ्यबारे बुझ्न सजिलो बनायो। कोरोना लकडाउनको कारण बाहिर निस्कन नसकेको अवस्थामा नेपाल परिवार नियोजन सङ्घका विशेषज्ञहरूले फोनबाटै गर्भवती महिलाहरूलाई सल्लाह सुझाव र उपचार गर्न थाले। महामारीको समयमा पनि आफ्नो कर्तव्यलाई नबिर्सी जनताको सेवा गर्नु एउटा अविस्मरणीय उदाहरण हो।